टर्न गरिरहेको भोलि पर्सि अलिकति होइन नजितिहाल्छ कि होइन फ्यान हजुरको फ्यान त्यही हामी सबै हजुरको इन्स्टा सबै हेर्छौँ यो अनुहार नपरेकाहरू चाहिँ यहाँ खाँदैछन् केमिकल कस्तो राम्रो नाच्यो नि राम्रै छ नभए पिठा खान्छ हेलो बोइज Hello guys, welcome to our vlog. म रोस्ता श्रेष्ठ द मिस रानी जेठी रानी मरासका भण्डारी द मिस कान्छी रानी फ्यान हजुरको फ्यान त्यही हामी सबै हजुरको इन्स्टा सबै हेर्छौँ यिनीहरूको गफ धेरै भयो खाना छोडेर हामी त अगाडि पाउनुपर्छ गोल्ड मेडल भोलि पर्सि अलिकति होइन नजितिहाल्छ कि होइन कम्पिटिसनको लागि यहाँनिर सामानहरू रेडी हुँदैछ बिहान बिहानै टाढेबाट भए पनि श्री कृष्ण भगवानसँग आशीर्वाद लिएर स्कुलतिर जाँदैछु यो अनुहार नपरेकाहरू चाहिँ यहाँ खाँदैछन् भुत जस्ताहरू अनि यो चाहिँ आजको लिड केमिकल कस्तो राम्रो नाच्यो नि राम्रै छ नभए पिठा खान्छ म चाहिँ केटा यहाँ बोइजहरूको छुट्टै छ हेलो सर हामी केटा हो हामी केटा कति मिटर छ ल हेलो बोइज हाम्रो सम्झना दिदीले आशीर्वाद दिनुपर्छ है अहिले जाने बेला सबैले सम्झना दिदीलाई ढोकेर आशीर्वाद लिएर जाने बेला हजुर उहाँहरू चाहिँ मेरो बच्चाहरू ऊ चाहिँ सुहबी भण्डारी एकदमै राम्रो डान्सर ऊ चाहिँ स्मृति राम्रो छैन त अनि ऊ चाहिँ युनिसा अनि अश्री अप्सना वार्षिका यो चाहिँ अन्तगिरी कुशुला रोजिता राशिका भण्डारी जेन्सा नकल चाहिँ कहाँ भागी भागी अनि सबैको फेभरेट हृदेश थापा भाइ राम्रो हुन्छ तल आएर फुल दिँदा राम्रो हुन्छ अडियन्सलाई नाच्दा नाच्दै तल आएर कलाकारहरूले ढोक गरेको गर्दा राम्रो हुन्छ कि भन्ने एउटा आइडिया लाउनु स्वाभाविकै हो नृत्य निर्देशन
त्यस्तोले फरक पार्दैन यो भएर अब हामीलाई आफ्नो त मन परिहाल्यो तर तिमीहरूको योचोटि चाहिँ राम्रो पक्रियो नि त म दुईजना शब्द बिगारेको कि हाम्रो त योचोटि चाहिँ कसैको बिग्रे अलिकति मिसप्लेस भएको भनेको